चाडपर्वको झिलिमिली पछाडि लुकेको वास्तविक अर्थ के होला? आउनुहोस् आज एउटा यस्तै कथा सुनौं जसले हामीलाई उत्सवको साँचो रङ के हो भनेर सोच्न बाध्य बनाउँछ। यो प्रश्न साँच्चै निकै महत्त्वपूर्ण छ नि, होइन त? खुशी साट्ने बहाना हुनुपर्ने चाडपर्वहरू कहिलेदेखि एकअर्कासँग प्रतिस्पर्धा गर्ने मैदान बन्न पुग्छन् हामी पत्ते पाउँदैनौं। आजको कथाले यही यथार्थलाई हाम्रो सामु ल्याउँछ। ल अब सुरु गरौं पहिलो खण्डबाट, चाडपर्वको दबाव। सुन्दा त रमाइलो लाग्छ, तर यो रमझम पछाडि कस्तो दबाव लुकेको हुन्छ होला? एउटा सुन्दर पहाडी गाउँको कल्पना गरौँ न। जताततै चाडपर्वको रौनक छ, पसलहरूमा नयाँ कपडा, मिठाई अनि रङ्गी बिरङ्गी बत्तीहरू, हेर्दैमा मन फुरुङ्ग हुने। तर हो है, यही उत्सवको माहौलमा कतै न कतै एउटा देखासिकीको होडबाजी पनि सुरु भइसकेको थियो। अब यही माहौलमा गाउँको चौतारीमा गफगाफ चल्दै थियो। एकजनाले त एकदमै गर्वका साथ सुनाए, के छ र, मैले त ऋण लिएर भए पनि नयाँ मोटरसाइकल किन्ने निर्णय गरिसके। त्यो कुरा भुइँमा खस्न नपाउँदै अर्को साथीले पनि थपिहाले, अनि मैले पनि पछि पर्ने कुरै भएन। चाडकै नाममा सबभन्दा पछिल्लो महँगो फोन त किन्नै पर्यो नि। ल हेर्नुस्, चाडपर्व आवश्यकताको कुरा भन्दा पनि प्रतिष्ठाको लडाईँ जस्तो देखिन थाल्यो। अब त्यो होडबाजीको बीचमा एक विवेकशील आवाज पनि थियो। त्यही चौतारीमा बसिरहेका डेटराजले भने चुपचाप सबै सुनिरहेका थिए। अब उनको बोल्ने पालो आयो। उनले हल्का मुस्कुराउँदै भने, साथी हो, चाडपर्वको असली खुशी त परिवारसँग बसेर हाँस्नु खेल्नुमा छ, भड्किलो खर्चमा होइन। उनको तर्क एकदमै प्रष्ट थियो। चाडको खुशी महँगो सामानमा होइन, बरु सम्बन्धको न्यानोपनमा हुन्छ। उनले अझै गहिरो कुरा गरे। सोच्नुस् त, एकछिनको देखावटीको लागि ऋणमा डुब्यो भने भोलि समाजले सोद्धा के जवाफ दिने? क्षणिक रमाइलोले दीर्घकालीन पीडा नदेओस् भन्नेमा हामी सचेत हुनुपर्छ नि। तेस्रो खण्ड, मनैदेखि मनाऊ। डेटराजको कुराले सबैको मन छोयो, किनभने उनले समस्या मात्र देखाएनन्, चाडलाई साँच्चीकै अर्थपूर्ण बनाउने केही सरल तरिकाहरू पनि बताए। अनि उनका सुझावहरू पनि कति सरल थिए, जस्तै गाउँ मिलेर पूजापाठ र खेलकुद आयोजना गर्ने, घरमा पकाएको मिठो मसिनो एकापसमा बाँडेर खाने, अनि सधैँ नयाँ नै चाहिन्छ भन्ने सोच त्यागेर सादगी अपनाउने, र सबैभन्दा महत्त्वपूर्ण कुरा, पैसाको धाकभन्दा मनको हार्दिकतालाई प्राथमिकता दिने। यहाँनिर दुई फरक सोचको तुलना गरेर हेरौँ न। एकातिर ऋण र सामाजिक दबावमा आधारित देखावटीपन छ, नयाँ मोटरसाइकल, महँगो फोन, अनि अर्कोतिर सामूहिक पूजा, पारिवारिक सम्बन्ध र आत्मीयतामा आधारित सादगी छ। यो पैसा बचाउने कुरा मात्र होइन, यो त चाडपर्वलाई हेर्ने दृष्टिकोण नै बदल्ने कुरा हो नि। अनि भयो के भन्दा, डेटराजका यी कुरा सुनेपछि सबैजना एकछिन त चुप लागे, अनि बल्ल उनीहरूले महसुस गरे, हो त नि, उहाँले ठिक भन्नुभयो, पर्व भनेको त प्रदर्शन होइन, यो त मिलन र सम्झनाको समय हो। चौथो खण्ड, असली रङ। त्यो सानो सहमतिको क्षणले गाउँमा एउटा ठूलो सकारात्मक परिवर्तन ल्यायो। त्यस दिनदेखि उनीहरूले चाडपर्वको असली रङ साँच्चीकै पत्ता लगाए। अब त्यो गाउँमा भड्किलो खर्चको होडबाजी थिएन, बरु सादगी र मिलनको न्यानोपन थियो। सबैले एउटा कुरा एकदमै प्रष्टसँग बुझे, चाडपर्वको असली रङ भनेको मितव्ययिता, अर्थात् सोच विचार गरेर गरिएको खर्च, र आत्मीयता, अर्थात् मनैदेखिको सम्बन्ध रहेछ। अब यो कथाले हामी सबैलाई एउटा महत्त्वपूर्ण प्रश्नमा घोत्लिन बाध्य बनाउँछ। देखावटीपन र प्रतिस्पर्धाको यो दौडमा हामीले मनाउने चाडपर्वको असली रङ कतै हराइरहेको त छैन? एकपटक सोचौँ है। यही कथाको सन्देशसँगै आउँदै गरेका सम्पूर्ण चाडपर्वहरूको पावन अवसरमा सबैको जीवनमा सुख, शान्ति अनि समृद्धि छाओस्। हार्दिक मङ्गलमय शुभकामना।